Welcome everyone to this video. आजको टपिक अफ डिस्कसन चाहिँ हामी गोर्खाली कि नेपाली। यो टपिकको डिस्कसनै अब एउटा कन्ट्रोभर्सल कुरा हुन्छ है, गोर्खाली कि नेपाली भन्ने। यो यसको मेन कन्ट्रोभर्सीको विषय चाहिँ के हो भने एउटा नेपाली शब्द वर्ड, नेपाली शब्दले के डिनोट गर्छ अनि गोर्खाली शब्दले के बुझिन्छ, त्यस विषयमा हामी चर्चा गरौँ है। फर्स्ट अफ अल नेपालीकै कुरा गरौँ। नेपाली भन्नाले थुप्रो त्यसको अर्थ निस्किन्छ। नेपाली भन्नाले एउटा अर्थ हो नेपालको राष्ट्रियता भएको या नेपालको बासिन्दाहरूलाई नेपाली भनिन्छ है। जसरी इन्डियामा बस्दा इन्डियन भन्छ, नेपालमा बस्दा नेपाली। अनि अर्को नेपाली छ, भाषा नेपाली बोल्नेलाई नेपाली भनिन्छ है, भाषा छ एउटा नेपाली। अनि अर्को छ जाति, नेपाली भन्ने एउटा जाति पनि हुन्छ है। जसरी बिहारी हुन्छ, पन्जाबी हुन्छ, नेपाली एउटा जाति पनि हुन्छ। नेपालकोहरूले हामी नेपाली जाति नै भन्छौँ है। अनि यो सँगसँगै कुरा आउँछ, अब नेपाली एउटा जाति हो भने गोर्खाली भनेर हामी भन्छौँ, हामी गोर्खा भनेर होइन। गोर्खा शब्दले के साँच्ची नै एउटा जाति बुझिन्छ, जातिलाई डिनोट गर्छ। गोर्खाली शब्दले यदि जातिलाई बुझाउँछ भने त्यो जाति चाहिँ कुन चाहिँ हो भनेर अब हामीले एनालाइज गर्नुपर्दाखेरि अहिलेसम्मको हाम्रो बुझाइमा भारतवर्षमा बसेका नेपाली भाषीलाई चाहिँ गोर्खाली भन्नुपर्छ भन्ने खालको एउटा धारणा छ है, हाम्रो मान्यता छ, मानिले हो। तर अब भारतवर्षमा बस्ने सबै नेपाली भाषी या अब जाति त भन्नु मिलेन, गोर्खाली जाति भइगयो। गोर्खालीलाई नेपाली भाषीलाई चाहिँ गोर्खाली भन्नु भन्छ। तर फेरि वेरेस उति पर अब खोलापारी सिक्किममा बस्नेहरूले त आफूलाई फेरि गोर्खाली भन्दैन। हामी उनीहरू त दे आर सिक्किमेली अरे, उनीहरू सिक्किमेली भन्छ। भनेपछि इन्डियामा बस्ने सबै नेपाली भाषीलाई पनि गोर्खाली भन्न मिल्दैन रहेछ है, त्यो हिसाबले हेर्नु हो भने। त्यसो भए यो गोर्खाली शब्द चाहिँ कहाँबाट आयो त, कसरी आयो त बुझ्नुपर्ने हुन्छ है। फर्स्ट अफ अल म यसको रिसर्च गर्दै जाँदाखेरि हामी के पाउँछौँ भने गोर्खा शब्द कहाँबाट आएको, फर्स्ट अफ अल है। गोर्खा अनि गोर्खाली शब्द चाहिँ कहाँबाट आएको? गोर्खा शब्द आएको तपाईँको हाम्रो पृथ्वीनारायण शाह, जो नेपालको एकीकरण गर्नुभएको, जसले नेपालको एकीकरण गर्नुभएको, उहाँ गोर्खा राज्यबाट हुनुहुन्थ्यो पहिला। नेपालको गोर्खा जुन चाहिँ भूभाग छ, गोर्खा भन्ने जग्गा, त्यहाँबाट उहाँ राइज हुनुभएको। अनि उहाँले गोर्खाबाट जित्दै नेपाललाई एकीकरण गर्नुभएको। अनि गोर्खाबाट उहाँ उठ्नु भएकोले गर्दाखेरि उहाँको सेनालाई गोर्खाली सेना भनिन्थ्यो है। अनि गोर्खाले यता काठमाडौँ जितिसकेपछि अगेन तिनीहरूलाई त गोर्खा नै भनिन्छ है। यसरी जित्दै सेन्ट्रल नेपालदेखि, काठमाडौँदेखि जित्दै आएर यता हाम्रो इस्ट नेपाल, पूर्व नेपालमा पनि आइपुग्नु भयो। अनि त्यहाँ पनि पृथ्वीनारायण शाहले आफ्नो आधिपत्य जमाइसकेपछि त्यहाँनिरको पनि सेनाहरू भर्ती भइसकेपछि उहाँहरूलाई पनि गोर्खाली सेना भनियो है। जसरी अब यस्तो हुन्छ, सपोज अब पहिलाको जमानामा मुगलले अब जित्दै आयो है, मुगलले जित्दै आयो। त्यसपछि त यता सिन्धुदेखि जित्दै आएको, यता इन्डिया डल्लै महाराष्ट्रहरू डल्लै जितेको। अनि त्यति बेला पहिला त अब महाराष्ट्र थियो, तर मुगलले जितेपछि त महाराष्ट्र पनि मुगल एम्पायरकै अन्डरमा आयो। अनि त्यो महाराष्ट्र एरियाको मान्छेहरू पनि यदि त्यो मुगलको आर्मी जोइन गर्नु हो भने चाहिँ उनीहरूलाई चाहिँ मुगल आर्मी नै भनिन्छ नि त होइन। त्यस्तै भएको हाम्रो यतानिर खास यो पूर्व नेपालमा अब लिम्बुवान, खम्बुवान भन्नेहरू जग्गाहरू थियो है, राज्यहरू थियो। अनि यहाँको
त्यहाँनिर लिम्बुवान खम्बुवानहरूबाटै लडाइँ लड्दै थियो। तर पृथ्वीनारायण शाहले जित्दै जित्दै आएपछि हाम्रो लिम्बुवान खम्बुवानहरू पनि गोर्खा राज्यभित्रै पर्यो, नेपाल राज्यभित्र पर्यो। गोर्खादेखि जित्दै आएको, अनि नेपाल एकीकरण गर्दै गर्दै गएपछि पृथ्वीनारायण शाहको अन्डरमा भयो हाम्रो एरिया पनि। अनि हाम्रो यताको मान्छेहरू पनि पृथ्वीनारायण शाहको सेनामा भर्ती भयो है। त्यहाँदेखि उनीहरू पनि गोर्खाली सेना भनिए। गोर्खा शब्दको इतिहास चाहिँ यस्तो छ, मैले जहाँसम्म लागेको, मबाट केही मिसहरू हुनसक्छ, मेरो स्टडीसम्म चाहिँ त्यति छ। अनि यो एउटा सेना जुन चाहिँ छ, त्यसलाई आधारमा राखेर एउटा अलग राज्य खास चाहिँ सेनालाई बुझाइएको हो, कुनै जातिलाई बुझाएको होइन जस्तो लाग्छ गोर्खा शब्दले चाहिँ मलाई, गोर्खा या गोर्खाली शब्दले है। अनि त्यही हो आजको मेन टपिक अफ डिस्कसन चाहिँ। मलाई चाहिँ मेरो अनुसन्धान अनि खोज अनि मेरो बुझाइ अनुसार चाहिँ मलाई लागेको चाहिँ गोर्खाली शब्द चाहिँ जातिवाचक नभएर एउटा सेनावाचक थियो। तर अब यतानिर नेपालबाट छुटिएको राज्य जुन भारतमा विलय भयो, यो हाम्रो दार्जिलिङ एरिया, त्यहाँको मान्छेले चाहिँ अब एउटा स्टेटहुड आफ्नो आइडेन्टिटी चाहियो है। आइडेन्टिटी दिँदाखेरि चाहिँ के भन्नु एउटा प्रब्लम भयो क्या। अब हामी त वास्तवमा हामी त्यस अगाडि त यो 1986 अगाडि त यो गोर्खाली शब्द साह्रै प्रयोगमा थिएन पनि, सुभाष घिसिङज्यूले प्रचारमा ल्याउनु भएको या युजमा ल्याउनु भएको है। अनि के भनेर माग्ने अब स्टेटहुड चाहिँ, जसरी पन्जाबको पन्जाबी हुन्छ, यता बङ्गालको बङ्गालीहरूको वेस्ट बेङ्गाल भइगयो है। त्यसरी नै महाराष्ट्र मराठाहरूको महाराष्ट्र, यसरी एउटा राज्य स्थापना भयो। अब हामीलाई चाहिँ के भनेर माग्नु, हामी नेपाली भनेर माग्नु त मिलेन होइन। अनि त्यति बेला चाहिँ गोर्खा शब्द उहाँले इन्ट्रोड्युस गर्नुभएको जस्तो लाग्छ मलाई चाहिँ है। अनि मलाई यो गोर्खा शब्द, गोर्खा ल्यान्ड, यो मागको विषय होइन, जुन चाहिँ यो शब्द नामकरणमा केही प्रब्लम पनि लाग्छ कि। अब हाम्रो यो स्टेटहुडको डिमान्ड जुन चाहिँ आइडेन्टिटीको, मेन चाहिँ आइडेन्टिटीको निम्ति हो। आइडेन्टिटीको निम्ति कसरी हो भने, अब हामी नेपाली भाषा बोलेकोले गर्दा हामीलाई नेपाली भनिन्छ। अनि नेपाली भन्नु बित्तिकै के हुन्छ भने हामीलाई नेपाल राष्ट्रसँग जोडिन्छ, हामी नेपालको हो भन्ने एउटा लालसाना लगाइनेछ है। तर अब भोलिको दिनमा गोर्खाल्यान्ड भइगयो भने पनि हामी बोल्ने त नेपाली भाषै हो होइन। हामी गोर्खाको अलग्गै भाषा छैन, हामीलाई नेपाली त नेपाली नै भन्छ। त्यसैले गर्दा गोर्खा शब्दमा ज्यादा ध्यान दिनुभन्दा पनि मेरो हिसाबमा चाहिँ नेपाली वर्डमा नै, नेपाली हामी जाति त एक्चुअली नेपाली नै हो जस्तो लाग्छ क्या मलाई। हामी चाहिँ गोर्खा जाति हो जस्तो चाहिँ लाग्दैन, बरु नेपाली ल्यान्ड मागेको चाहिँ बेटर लाग्छ क्या। यो मेरो पर्सनल एउटा टिप्पणी मात्रै है, यो यस्तै हुनुपर्छ भन्ने होइन, टिप्पणी मात्रै। गोर्खाल्यान्ड भन्दा पनि नेपाली ल्यान्ड, अदरवाइज इस्ट नेपाल, जसरी बङ्गालीहरूको निम्ति बङ्गलादेश भयो अनि वेस्ट बेङ्गाल भयो, त्यसरी कि चाहिँ इस्ट नेपाल भनेर माग्नु पऱ्यो कि नेपाल राज्य भनेर माग्नु पऱ्यो है। मलाई चाहिँ त्यस्तो लाग्छ। तपाईँहरूलाई के लाग्छ प्लिज डु कमेन्ट, आफ्नो राय पोख्न सक्नुहुनेछ।